भयङ्कर सम्भावना छ, शिक्षा क्षेत्रमा सम्भावना छ भनेर कुरा गर्दै गर्दाखेरि म एज अ ब्याङ्कर माथिबाट बसेर हेर्छु र त्यो हेर्दै गर्दा मलाई चिन्ता लाग्छ। किन चिन्ता लाग्छ भन्दा यहाँ आज +2 सम्मको धेरै साथीहरू शिक्षा क्षेत्रबाट आउनुभयो होला, उहाँहरूको त जेन तेन चिज चलेकै छ। जसले ग्रेजुएसन या मास्टर्सको कलेज चलाइराख्नु भएको छ उहाँहरूको टर्नओभर कसरी घट्या छ। हिजो 40 जना इन्टेक हुने ठाउँमा चाहिँ मार ज्याक लगाएर आइदिनु पर्यो भनेर हामीले जुन ट्यालेन्टहरू लिएर जान्थ्यौँ आज त्यो कलेजहरूमा 40 जना भइरहेछ कि बडा मुस्किलले 20 जना, त्यो मध्ये पनि फेरि 3-4 जना चाहिँ फेरि घटेर हामीले 16-17 जनाले चलाइरहेछौँ कलेज र फ्याकल्टीलाई पैसा तिर्ने अवस्था छ कि छैन त्यो बारेमा चर्चा हुनुपर्छ कि पर्दैन र त्यो किन भइरहेछ। र नयाँ सरकार जब गठन भयो यो सरकारले जस्तो प्रकारको जनादेश प्राप्त गर्यो त्यसपछि पनि कन्फिडेन्स के छ त भन्दा माइग्रेसन बढिरहेछ कि यहाँ आएर रोकिरहेछ या मान्छे अझै पनि त्यो लेभलको कन्फिडेन्स भइरहेछ कि छैन। र हामीले नेपालमा चाहिँ सेवाभावले शिक्षा गर भन्दै जाने अनि बाहिरको युनिभर्सिटीमा चाहिँ मान्छेले कति तिर्छ हेर्नुहोस् न, 1 करोड 2 करोड 3 करोड रुपियाँ चाहिँ फी स्कलरसिप 50% भन्दा पनि 1 करोड 1.5 करोड रुपियाँको फी तिरेर जाने कुरामा चाहिँ तपाईँ एलाउ गरेर मजासँग विद्यार्थी बाहिर पठाउँदै जाने। यहाँ भएको चाहिँ शिक्षा क्षेत्रमा चाहिँ तपाईँ चाहिँ सेवामूलक हो, तपाईँ चाहिँ सेवा गर्नुपर्छ, भोलि कुठीमा पनि हुनसक्छ, भोलि अर्कोमा पनि हुनसक्छ भनेपछि पहिलो कुरा त एज अ ब्याङ्कर म सेकेन्डरी लेभलमा जान्छु। प्राइमेरी लेभलमै आजबाटै शिक्षा क्षेत्रमा भएको मान्छेले म कसरी एक्जिट लिउँ भनेर सोच्नुपर्ने हुन्छ, नयाँ लगानी पनि आउँदैन। त्यस कारणले क्ल्यारिटी चाहिँ हेर्नुहोस्, बरु आजबाट भोलिको कुराहरूमा चाहिँ के गर्ने भन्ने कुरा हुनसक्छ तर धेरै भूत प्रभावी चिजहरूलाई पनि हामीले लिएर बिगारेर गयौँ भने त्यहाँ प्रमोसन्स हुँदैन। र जति हामीले कुरा गऱ्यो भने मेरो घर दैलेख हो, म दैलेखबाट यहाँ आउँदाखेरि जम्मा साइन्स पढ्नलाई 3टा कलेज थियो, अमृत साइन्स कलेज, त्रिचन्द्र कलेज र पाटनमा पढ्न पाइन्थ्यो। यहाँ साइन्स पढ्न नपाएर मान्छे कहाँ जाने भन्थ्यो, मेडिकलको स्टुडेन्ट्स यहाँ हुन्थेन। आज मेडिकल कलेजहरू भइरहेको छ, अघि हामीले त्यहाँ चर्चा गर्दै थियौँ, बाहिर विदेशबाट मान्छे आइरहेछ पढाइरहेछ भनेपछि हामीले त्यो चिजहरूमा चाहिँ प्रमोट गर्नु पऱ्यो क्या। जुन ठाउँमा सेल्स हुनसक्छ, जहाँ हाम्रो चाहिँ स्ट्रेन्थ हुनसक्छ त्यसलाई प्रमोट गरौँ, यसलाई भनौँ यो निजी क्षेत्रको, यसलाई प्रमोट गरौँ, यसबाट कर पनि असुलौँ, यसलाई चाहिँ हामीले चाहिँ जिडिपीमा कन्ट्रिब्युसन गर्नु पनि लगाउँ अनि कतिपय एजुकेसनको सेक्टरहरूलाई चाहिँ हामीले सेवामूलकै बनाउँ। त्यस कारणले यो डुअल मोडलमा जानुपर्छ र निजी क्षेत्रको लगानीलाई प्रोटेक्ट गरिनुपर्छ। त्यो प्रत्याभूति भयो भने एज अ ब्याङ्कर मैले मजासँग लगानी गर्छु, होइन भने भोलि त तपाईँहरूको नीतिमै अस्थिरता भयो भने त एज अ ब्याङ्कर मैले त पब्लिकको पैसा लिएर बसिरहेको, म त जेल जाउँला, मलाई त प्रब्लम भएन, कुन दिन कसलाई समात्छ थाहा छैन। तर पब्लिकको पैसा म जेल जाँदै गर्दा पनि नडुबोस् भन्ने चाहिँ मैले विचार गर्नुपर्ने छ। त्यस कारणले यदि सरकारको नीति यो शिक्षा क्षेत्रमा निजी लगानी कसरी जाने भन्ने कुरामा अस्थिरता भयो भने म रिलक्टेन्ट हुन्छु ओपनली। थ्याङ्क यू। फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सी, विदेश अध्ययनको लागि सम्पूर्ण समाधान एउटै छानामुनि।